पाँचपल्ट प्रधानमन्त्री बनेर देशको शासन सत्ता हातमा लिएर बसेका पूर्व प्रधानमन्त्री बागबहादुर देउवासँग हाम्रो वार्तालाप हुन गइरहेको छ। नमस्कार। देशको 5 प्रधानमन्त्री हुनुभयो। तपाईले त्यस कार्यकालमा तपाईले के विकास गर्नुभएका छन्? यस प्रश्नमा अडियन्सबाट कसैले केही प्रश्न रहेको छ? उठ्नुहोस्। मेरो प्रश्न रहेको छ बागबहादुर देउवाज्यूलाई। मेरो नाम रहेको छ सुगर ढकाल र मेरो चाहिँ बागबहादुर देउवाज्यूलाई मेरो के प्रश्न रहेको छ भन्दाखेरि अरू देशको प्रधानमन्त्री हेर्ने हो भने बेलायतकै प्रधानमन्त्री हेर्ने हो भने विगतका 70 वर्षदेखि सबै प्रधानमन्त्रीहरू अक्सफोर्ड पास भएर आएका छन्। तर हाम्रो देश नेपालमा त्यस्तो स्थिति छैन। त्यसमा के भन्न चाहनुहुन्छ हजुर? मैले कसरी लगाउँ त? नेपालमा अक्सफोर्ड बच्चा कसरी लगाउँ? नेपालमा अक्सफोर्ड कसरी आउँछ? मेरो अर्को प्रश्न पनि रहेको छ। सिङ्गापुरको प्रधानमन्त्रीलाई उनीहरूले ढुङ्गा दिए, सिङ्गापुरको प्रधानमन्त्रीले हिरा बनाएर छाडे। हाम्रोमा हजुरलाई हामीले हिरा दियौँ, तपाईँले ढुङ्गा बनाएर छाड्नु भयो। हजुर प्रधानमन्त्रीको लागि मात्र प्रधानमन्त्री नभइकन जनताको लागि प्रधानमन्त्री कहिले बन्ने? विगतका विकासहरू तपाईँले गर्नुभयो। कस्तो कुरा गर्नु? उहाँको अनुसार चाहिँ अरू देशका प्रधानमन्त्रीहरू शिक्षित र अब्बल हुन्छन्। हाम्रा देशले यस्ता प्रधानमन्त्री कहिले पाउने? नेपालमा अक्सफोर्ड कसरी ल्याउने भन्नु न? अक्सफोर्ड पढाउने मान्छेहरू छ, जनताले सुनेर आएको प्रधानमन्त्री। दुखी भने हल्लाइ गर्छु कस्तो आफ्नो मोबाइल आफै बनाउनु छिटो गरेर। हात काम मिलाएको छ क्या मेरो नि हात काम ल के भयो?